सो हे गाइस वेलकम बैक टु माई न्यू भिडियो। हजुरलाई स्वागत छ मेरो नयाँ भिडियोमा हैन। आज चाहिँ म धेरै दिनसम्मपछि भ्लग स्टार्ट गरेछु, दिन हैन महिनै पछि भ्लग स्टार्ट गरेछु हैन। मैले एक्जाम अगाडि पनि गराएको थिएँ, एक्जाम पछि पनि धेरै समयपछि गराएन हैन। अब के गर्नु त नि, अब घरमा बसी बसी मलाई हैरान भइसक्यो। म चाहिँ नास्ता खान जानु लाग्यो। अब त्यहीँ घरसम्म त्यहीँ घरदेखि आउँदैछ मलाई थके लागिसक्यो, यस्तो घामले पोलेर पसिना आइसक्यो हैन। अब दिसभरि बिहान अलिक घाम लाग्दैन, पछि घाम लाग्दैन, काम गरिदिन्छु बिहानमा। अनि दिउँसो चाहिँ अब के गर्दैन दिसभरि बस्ने। अब साथीहरू निराजन थियो एउटा हैन, निराजन पनि स्कुलतिर गएर बसेछ। अब म चाहिँ नास्ता खान जानु लाग्यो हैन। म धेरै दिनपछि भ्लग गरेर होला कस्तो कस्तो भइरहेछ। अब के कस्तो हुन्छ टक्क अब देख्नुहुन्छ। अब खेल्न पनि गइनँ खासै, अब घरै बसेँ ठुक्रिँदै अब हैन। हजुर के भन्नु छ र, यस्तो छ अलि चाहिँ अहिले घामले यस्तो टलले सेती देखेको छ मलाई नि, कालो मान्छेलाई पनि। ल है त म नास्ता खान जानु लाग्यो। सक्दिन फेरि नास्ता खाँदा पनि यहाँ पसिनै पसिना भइसक्यो भनेपछि सोच्नु कि हजुरले यहाँ कति घाम लागेको छ भनेर। यो सर्दीमा बाँच्न गाह्रो छ, यति घाम लाग्छ, यति पसिना पसिना यस्तो पसिना हैरान। आज म चाहिँ नास्ता खाएर पनि घर आइसक्यो होइन। अब के गर्दैन एक गाडी हिँड्नु परेछ, बेरोजगारी भएर हिँड्नु परेछ। अब कामसाम गर्न त अब अलिकति समस्याहरू देला। घरनिर आउनु लागिसक्यो है, त्यहाँ माथि देख्नुहुन्छ घरको माथि यस्तो घामले म के आउँदै थियो कि होइन। तर त्यो घामले हुन्छ नि, त्यो घामले मलाई तातेर त्यो क्यामेरा आफै अफ बनाइदियो कि। यस्तो घरको छतहरू यस्तो देखाइदिउँ भनेर घामले के गर्न आयो यस्तो देखाइदिउँ भन्ने सोच्दै, तर के गर्ने है समस्यै पार्दै कि घामले। फेरि आउनै पऱ्यो घाममा, कुन बेला अफ हुन्छ थाहा हुन्न। र घामले चाहिँ यस्तो पिलरमा त अहिले चाहिँ पिलरमा त उठाइराखेको छौँ। आज चाहिँ एउटा र त्यो एउटा मात्रै उठाएर राखेको है। अब के भन्छ यस्तै छ काम त, यो धुस्दै हाल्नु पर्छ है बिहान बिहानमा त जिम जानु परेन कि। थाहा थियो कि त्यो कुन बेला त्यो अफ हुन्छ भने म आफै त्यो अटोमेटिक त्यो टेक्नोलोजी तल भइरहेको छ होइन। घाममा जाने बित्तिकै के भयो मोबाइललाई यस्तो गर्मी छ होइन। मोबाइल पनि कति साथीतिर फ्रिजमा हाल, फेरि निकाल, फ्रिजमा हाल निकाल, त्यस्तो गर्नु परिरहेको छ होइन। मोबाइल के भन्छ नि गाह्रो छ जिन्दगी जिउन पनि। अब मोबाइलले पनि साथ छोड्न खोजिसकेको छ होइन। किनेको त 1 वर्ष भयो, अब यसलाई पनि अपडेट हान्नु पर्ला लाग्छ होइन। अब त्यहाँ देखाउँदै थिएँ मैले होइन, अनि त्यो मोबाइल अटोमेटिक आफै क्या बुझ्नु न होइन, मिलाएर त्यो आफै अफ भइदिन्छ कि। त्यो क्यामेरामा जानु मिल्दैन, त्यस्तो भइदियो कि होइन। अघि नै पनि देखाउनु लाग्थ्यो बाटोबाट, त्यस्तो भइदियो। अहिले पनि त्यस्तै हो। अहिले चाहिँ टक्क पङ्खाको मुनि आएर आनन्द शीतल पारा बसेछ। के भन्छ नि यो घाममा बाहिर निस्केर काम गर्नु सकिन्न, पङ्खामा बस्यो आनन्द सुत्यो खायो। साँझतिर बस्यो जानु गइन्छ बुटिकतिर बस्न चाहिँ होइन। अनि बिहानमा चाहिँ त्यही छठको काम गरिन्छ, त्यति नै हो। त्यही डेली रुट नै त्यही चलिरहेको छ कि होइन। अब के भन्छ नि ट्युसनमा पढ्न जाऊँ भन्ने पनि छैन अब त होइन। आनन्द स्कुल हुँदाखेरि कहिले छुट्टी होला र यो गरेर बसौँला भन्ने हुन्थ्यो। अहिले यहाँ न साथी आएको न गउँदा त झ्याउ लाग्ने छ, बोरिङ डे हैरान भएको छु म पनि है। अब घुम्न जाऊँ भने पनि बस्नु जाने हो र छैन, चाहियो घुम्न जानु पनि। अब साँझतिर चाहिँ म खेल्न गयो भने अब गरायो भने मान्छेहरूसँग देख्यो भने लाज लाग्छ होइन। मान्छे नदेखे पनि लाज लाग्छ कि। अब त्यही पनि हल्का मिलाएर अब साँझ यसो गरायो भने गरायो। मम्मी आउनु भाउ कि नास्ता खाऊँ न, नास्ता कि त चिया पकाउनु। हजुर बोलेको के गरेको खास के त नि भर्खर नास्ता खाएर आएको भन्नु आएन होइन। आनन्द त्यही हो नि, थकान पनि घर पनि नास्ता खानु पऱ्यो। अब त्यति त के चाहिँ हुन्छ र पेटमा, पातलो भयो भने खाइन्छ कि टन्ने। अब के भन्छ सादा गरायो भने अब लास्ट लागेन, यस्तो के भयो मिल्यो भने गराइन्छ। नै भने के हुन्छ अब मिलाएर कचकच गरेर हाल्नु नि त। साँझ उस भयो भने चाहिँ गराउँछु म भलग है त। सो अहिले चाहिँ हामी भुटिकबाट पनि
बल खेलेर पनि हिँडिसक्यो होइन लाइट बाल्नु परेछ यस्तो राति भइसक्यो त यता बिनु छ उता समीरहरू हिँडिरहेको छ होइन अब अँध्यारोमा यस्तो लाइट साइट बाल्ने बेला भइसकेछ अब यहाँ लाइट बाल्दाखेरि तल आलीबाट हिँडेछ नि त हामी यस्तो आलीबाट हिँडेछ नि त्यही भएर देखेको छैन है अब हामी कति जान्छौँ त्यसपछि अब भेटौँला नि त होइन अब के हुन्छ है त अब हामी अब कता जान्छौँ पाखा जान्छौँ कि घुम्दै घरतिर जान्छौँ है सो अहिले चाहिँ हामी यहाँ हाम्रो खेत पनि गर्न लागिसक्यौँ होइन समीरहरू त यताबाट गयो यताबाट चाहिँ बिनु र म आएछौँ होइन सेक गरेर आइसक्यो ट्याक्कै यस्तो अझैमा चिल पारामा हिँड्ने चाहिँ आनन्द है भर्खर त्यहाँ गएको त्यहाँको ठुलो चाहिँ उता गएको रहेछ केटा गर्दै थियो पोर्टसाप गएको रहेछ नि अब कोही थिएन यो चाहिँ होइन अब अपडेट घर चाहिँ गरिदिन्छु नयाँ हुन्छ भने सब्सक्राइबर पनि पुरा हुन्छ भने लाइक कमेन्ट गरेर आज भोलि चाहिँ